इन्टरप्रिटेसन संविधानको लागि विश्लेषण संविधानको कुनै पनि आर्टिकललाई यदि तपाईँले इन्टरप्रेट गर्नुहुन्छ संविधानको कुनै पनि आर्टिकल माथि तपाईँको इन्टरप्रिटेसन चाहिँ राइट हो भनेर भन्नु हो भने चाहिँ त्यो राइट हो भने त्यो जुन चाहिँ इन्टरप्रिटेसन गर्ने अधिकार क्षमता चाहिँ सुप्रिम कोर्टको मिनिमम 5 बेन्च जजेसलाई मात्र छ। सुप्रिम कोर्टको मिनिमम 5 बेन्च जजेसले चाहिँ भन्नु पर्यो कि दार्जिलिङको जुन चाहिँ प्रपर्टी जुन चाहिँ सिक्किमको आर्टिकल 371F को एजमा जुन चाहिँ प्रपर्टीको कुरा गरेको छ राइट हो यो चाहिँ दार्जिलिङ हो भनेर कसले भन्नु पर्यो इन्टरप्रिटेसनमा मिनिमम 5 बेन्च जजेस सुप्रिम कोर्टले भन्नु पर्यो हैन। आज हामीले यो न्यारेटिभलाई लिएर हिँडौँला अरे सिक्किमको एकीकरणमा हामीले यो भनेको हो भनेर 10 वर्ष बादमा जति बेला सुप्रिम कोर्टले 5 बेन्च जजेसले भन्थ्यो अरे यो त जुन चाहिँ तपाईँहरूले भन्नु भएको कुरा छ प्रेसिडेन्टले भोलिको दिनमा गएर सुप्रिम कोर्टलाई यसको निर्देश दिएर गर्यो भने त्यति बेला भन्यो अरे यो जुन चाहिँ भनेको कुरा छ दार्जिलिङ होइन भन्यो भने हाम्रो 10 वर्ष खेर भयो कि भएन फेरि हामी 10 वर्ष एक्सपेरिमेन्ट गर्नु प्रश्न यो हो मेरो। त्यो 10 वर्षको एक्सपेरिमेन्ट जति बेला गर्छौँ समय धेरै लामो गइसकेको हुन्छ र त्यति बेला हामी धेरै टाढा पुगिसकेको हुन्छौँ र हाम्रो पोलिटिकल जुन चाहिँ प्रकारको सिनेरियो हुन्छ सबै चेन्ज भइसकेको हुन्छ। त्यसै कारण जस साथीहरूले 371FH ले सिक्किम मर्जर दार्जिलिङको एकदमै संवैधानिक माग हो भनेर भन्नेछ भने पहिला उहाँहरूलाई म रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरूले सुप्रिम कोर्टतर्फ तपाईँहरूको पहिला तपाईँहरूले यो विषयलाई लगेर जानुहोस्। सुप्रिम कोर्टले यसको विषयमा यस 5 बेन्च जजेसले भन्यो दार्जिलिङ चाहिँ पार्ट हो प्रपर्टीको पार्ट हो भन्यो भने हामी पनि तपाईँहरूलाई साथ दिएर अगाडि बढ्नेछौँ। त्यति बेला तपाईँहरूको जुन चाहिँ आन्दोलन छ त्यसले साँच्चै एउटा मार्गदर्शन हामीलाई दिनेछ भन्ने भन्न चाहन्छु। अर्को कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि इम्पोर्टेन्ट कुरा हामीले बुद्धिजीवी सरहरूको धेरैवटा कुराहरू सुनिरहेका छौँ यो विषयमा लिएर पनि आर्टिकल 371F किन नै हामीलाई यो दिनु पर्दैन हामी सिक्किमभित्र अन्तर्भुक्त हुन्छौँ तपाईँहरूले हामीलाई आर्टिकल 371F दिनु परेन हामीलाई यतिकै राख्नुहोस् के सम्भव छ? संविधानमा आर्टिकल 371F को जुन चाहिँ लेजिस्लेटिभ पावर जुन चाहिँ छ त्यो 371F को F ले भनेको छ नि त F को F ले भनेको छ। अनि तपाईँ जब हामी दार्जिलिङ त्यहाँबाट पोख्छौँ भने त्यो F को F नै काम लागेन तपाईँको हाम्रो इलेक्ट्रो जुन चाहिँ लेजिस्लेसन छ कहाँ जाने हामी त्यो मात्रै नभएर तपाईँको हाइकोर्ट जुन चाहिँ एचले भन्छ हाइकोर्ट पनि त तपाईँको रहँदैन त्यो फेरि कसले गर्ने? अनि यो विषयहरू मैले तपाईँहरूलाई भनेको कारण के हो भन्दाखेरि हाम्रो स्पेसल स्टेटस जुन चाहिँ छ त्यो चाहिँ सेड्युल डिस्ट्रिक्ट हो पहिला पार्सियली एक्सक्लुडेड एरिया हो पहिला त्यसको बादमा अब आउने स्पेसल स्टेटस चाहिँ मात्र एउटा हो अलग राख्ने गोर्खाल्यान्ड। त्यसै कारण म तपाईँहरूलाई यो भन्न चाहन्छु आउने दिनहरूमा हामी जति पनि यहाँ आज गोर्खाल्यान्डको नीति भनेर तपाईँहरू आउनुभएको छ जसले पनि आफ्नो शहीद जसले पनि शहीदलाई सम्झेर यो आन्दोलनलाई अगाडि बढाएर आउनु भइरहेको छ। हामीले इतिहास हेरौँ भने सबभन्दा बेसी हामी बसेको भनेको ब्रिटिस कार्यकालभित्र बसेका छौँ। ब्रिटिस कार्यकालभित्र बस्दाखेरि हामीले स्पेसल स्टेटस पाएरै बसेको थियौँ र छोड्दाखेरि पनि हामीले स्पेसल स्टेटस पाएर नै छोडेको छौँ। यसको बादमा भारतको डोमिनेन्ट जब इन्डियाको डोमिनेन्टभित्र हामी पस्यौँ त्यति बेला हामीभित्र हामीलाई चाहिँ के गरिएको छ हेला र अवहेलना भएको छ। त्यसको निम्ति चाहिँ हामीले फाइट गर्नुपर्छ र त्यो फाइट चाहिँ आर्टिकल 3 ले दिन्छ र त्यसको निम्ति चाहिँ अलग राज्य गोर्खाल्यान्ड बाहेक अर्को कुनै पनि त्यस्तो खालके एउटा ठुलो बढेको कुनै सम्पूर्ण गोर्खावासीलाई नै एउटा छालिदिने एउटा छाता जस्तो हुने जग्गा भनेको चाहिँ दार्जिलिङ कालिम्पोङ र जतिवटा पनि छोडेको मौजाहरू छ यसलाई लिएर बनिएको जुन चाहिँ एउटा मानचित्र अलग राज्य गोर्खाल्यान्ड मात्र हो। कुनै पनि विषयवस्तुलाई हामीले इमोसनल ग्राउन्डबाट मात्रै हेर्नु उचित होइन जस्तो मलाई लाग्छ। किन भन्दा हामीले धेरैवटा इमोसनल ग्राउन्ड्सहरूबाट युद्ध गर्दाखेरि के भयो त्यसको जुन चाहिँ प्रकारको बेनिफिट्सहरू चाहिँ कसले पायो र त्यो बेनिफिट्समा बसेको जुन चाहिँ सत्ताधारीहरू अहिले के गरिरहेका छन् र नबसेका पोलिटिकल पार्टिजहरूले पनि अहिले के गरिरहेका छन् सबैलाई ज्ञान भएको कुरा हो। र यो किन भयो भन्दाखेरि चाहिँ हामीले विशेष गरेर चाहिँ इमोसन्समाथि कन्ट्रोल हाम्रो रहेन। हामीले जुन चाहिँ भावनालाई मात्र लिएर एउटा युद्ध लड्यौँ र त्यो भावनामा हामीले धेरैवटा कुरा गुमायौँ। भावनामा
हामीले हाम्रो जुन चाहिँ प्रकारको आजसम्मको रणनीतिहरू बनायौँ, हामीले गुमाएकोमा कसैको आज जुन चाहिँ प्रकारको शिरको सिन्दुर हामीले खुसेका छौँ भने आमाको काखलाई खाली गऱ्यौँ, हाम्रो शहीदहरूलाई जुन चाहिँ प्रकारले आज बिहान हामीले नमन गऱ्यौँ, त्यसको बादमा जुन चाहिँ प्रकारको शहीदहरूको एउटा हामीमाथि पनि विश्वास छ अझै पनि केही हुन्छ भनेर। त्यसै कारण युवाहरूले कसैको स्पोन्सर्ड रिसर्चलाई अगाडि नलिएर अब युवाहरूले अध्ययन गर्नुपर्छ, आफ्नो रिसर्च आफै बनाउनुपर्छ। त्यो उहाँहरूले भन्दै गरेको कुराहरू के सबै ठिकै हो त? कि अहिलेसम्म जे कुराहरू हामीलाई भने या अहिलेसम्मको जुन चाहिँ पोसिबिलिटिजहरू हामीलाई देखाए, गोर्खाल्यान्ड भन नि यो हुनसक्छ, यो भन नि त्यो हुनसक्छ, त्यो भन नि यो हुनसक्छ भनेर जुन चाहिँ प्रकारको अप्सन्सहरू हाम्रोमा अहिलेसम्म देखा परिरहेको छ, कि यो सबै कुराहरू ठिकै हो यिनीहरूले भनेको? जतिले पनि यो कुरा गरिरहेका छन् या पूर्वहरूले गरिरहेका थिए, यो सबै ठिकै हो? यसलाई एउटै कुराले मात्र समाधान गर्छ, अनुसन्धान यदि हामीले गऱ्यौँ भने, पर्सनल लेभलमा यदि हामीले त्यस कुरालाई गहिराइबाट चिन्तन मनन गऱ्यौँ र स्टडी गऱ्यौँ भने मात्र मलाई लाग्छ यो आन्दोलन सफल हुन्छ। नत्र भने हो हल्ला हुरीमा बहुत हामीले समय नष्ट गरेका छौँ। एक्सपेरिमेन्ट बेसी भयो, हाम्रो एक्सपेरिमेन्ट यति बेसी भयो कि त्यसले एक्सिडेन्ट्स मात्रै लिएर आयो, त्यसले सफलता लिएर आएन। त्यो एक्सिडेन्ट्सबाट जन्मिने मिर्जाफरहरू धेरै निक्लियो, तर हामीले कहिले पनि के पाएन, यसबाट कुनै पनि प्रकारको कन्स्टिट्युसनल सेफगार्ड पाएनौँ। र यो कन्स्टिट्युसनल सेफगार्ड पाउनु हो भने र अहिलेसम्म भइरहेको कुराहरूमा के चर्चा गर्नु विशेष छ भन्ने कुरालाई म तपाईँहरू समक्ष राख्न अब गइरहेको छु। जुन भारतवर्षको हामीले अहिले कुरा गरिरहेको छौँ नि, यो भारतवर्ष 1947मा कस्तो थियो होला, त्यसलाई हामीले बुझ्नु पहिला जरुरी हुन्छ। 1947मा जब दुईटा डोमिनेन्टको कुरा गरियो, अब ब्रिटिसले जब छोडेर गएपछि दुईटा डोमिनेन्ट रहन्छ, एउटा इन्डिया अनि एउटा पाकिस्तान। जब यो भनेर यो डोमिनेन्टको कुरा गरिएपछि भारतवर्ष कस्तो थियो र त्यो भारतवर्षको मानचित्र अहिले हामी जानेर चाहिँ हाम्रो देशको कुरा गर्छौँ, अहिले आएको भारतवर्ष कसरी बन्यो र त्यो भारतवर्षभित्र हाम्रो अस्तित्व के छ त्यसमा कुरा गर्नु पहिला जरुरी छ। भारतवर्ष जति बेला टेरिटोरिजले बनिन्छ, कुनै पनि देश टेरिटोरिजले बनिन्छ, कुनै पनि ठाउँमा जहाँ हामी अहिले बसिरहेको छौँ त्यो एउटा टेरिटोरी हो। त्यो टेरिटोरीभित्र नै सबै कुरा हुन्छ, राजनीति हुन्छ, इतिहास हुन्छ, भाषा हुन्छ, धर्म हुन्छ, हरेक कुरा टेरिटोरीले नै बनाउँछ। र त्यो टेरिटोरी जुन चाहिँ छ हौ त्यसले नै एउटा देश बनाउँछ। र त्यो देशमा के भएको थियो 1947 यता त्यसलाई हामी अलिकति हेरौँ। पहिला सुरु यो टेरिटोरिजभित्र ब्रिटिस प्रोभिन्सेसहरू थियो, त्यसरी नै तपाईँको प्रिन्सली स्टेट्सहरू चाहिँ हाम्रो 565 वटा प्रिन्सली स्टेट्सहरू थियो। त्यसरी नै गएर हामीले हेर्ने एजेन्सिजहरू थियो जुन चाहिँ ब्रिटिस पोलिटिकल एजेन्ट्सहरूले चलाउने गर्थ्यो होइन। त्यसरी नै चिफ कमिसनर प्रोभिन्सेसहरू थियो जुन चाहिँ प्रायः जस्तो युटिजहरू भएको तपाईँले देख्नुहुन्छ। र त्यसरी नै गएर सेड्युल्ड एरिया अनि पार्सली स्टुडेन्ट एरिया र स्टुडेन्ट एरियाजहरू, यी सबै चाहिँ अलग जग्गामा थियो भारत देश बनिनुभन्दा अगाडि। अब यसलाई अर्गनाइज कसरी गर्ने, यो देशलाई त अर्गनाइज गर्नु पर्यो। त्यसै कारण चाहिँ यसको रिअर्गनाइजेसन, एउटा देश बनाउनु पर्यो, एउटा युनियन बनाउनु पर्यो। त्यो युनियन कसरी बनिन्छ भन्दा चाहिँ यसलाई रिअर्गनाइजेसन गर्नुको निम्ति होइन, जुन चाहिँ प्रकारले पण्डित जवाहरलाल नेहरूको एउटा योगदान यसमा, त्यसरी नै सरदार वल्लभभाइ पटेलको जुन चाहिँ योगदान यसमा देखा पर्यो। र यो टेरिटोरिजहरूलाई चाहिँ जति पनि तपाईँको प्रिन्सली स्टेट्सहरू छ तिनीहरूलाई गाड्ने काम भयो, जति पनि प्रोभिन्सेसहरू छ तिनीहरूलाई एउटा जग्गामा ल्याएर स्टेट्स बनाउने काम भयो, जति पनि पार्सली स्टुडेन्ट एरिया या सेड्युल एरिया छ उनीहरूलाई 6 सेड्युल 7 सेड्युल 6 सेड्युलको जुन चाहिँ छ दर्जा दिने या 5th सेड्युलको दर्जा दिने, यो कुराहरू त्यसमा आउँदै गयो। र यसरी एउटा जग्गा बनेर समग्र सबै कुरा टेरिटोरिजलाई एउटा जग्गामा लिएर चाहिँ हामीले के पायौँ, आजको यो मानचित्र जसलाई चाहिँ हामीले भारतवर्ष है, इन्डिया एउटा डोमिनेन्ट जसको नाम चाहिँ भारतवर्ष भयो। अब यो भारतवर्षभित्र हाम्रो इतिहास कहाँ छ, हामी कहाँ छौँ र हाम्रो अहिले कन्स्टिट्युसनल स्टेटस के छ र भावी रणनीति हाम्रो के हुनुपर्छ भन्नेमा चाहिँ खास चर्चा हुनुपर्छ जस्तो मलाई लाग्छ। र त्यो चर्चा अलिकति हामी गरौँ। सर्वप्रथम हामीले एउटा कुरालाई हेरौँ, त्यो हो हामी 1870मा हो। 1870मा किन आउँ मैले भन्दाखेरि यति बेला चाहिँ दुईटा देश जुन चाहिँ छ, एउटा सिक्किम एउटा भुटान, यो दुईटा देशको टेरिटोरिजहरूलाई मिलाएर चाहिँ एउटा डिस्ट्रिक्ट बनिन्छ।
त्यो डिस्ट्रिक्टको नाम चाहिँ थियो दार्जिलिङ। यो जुन चाहिँ दार्जिलिङ डिस्ट्रिक्ट छ, यो दार्जिलिङ डिस्ट्रिक्ट हुनुभन्दा अगाडि कालिम्पोङ र दार्जिलिङलाई जोडेर एउटा टेरिटोरी बन्यो, जुन चाहिँ टेरिटोरीको हामीले कुरा गर्दैछौँ। यो टेरिटोरी जति बेला बन्यो, यो टेरिटोरी बनिनुको बादमा चाहिँ 1874 मा गएर चाहिँ यसलाई चाहिँ एउटा सेड्युल डिस्ट्रिक्ट भनेर दर्जा। यो सेड्युल डिस्ट्रिक्ट किन भयो, अघि एउटा वक्ता हाम्रो सरले भन्नुहुँदै थियो है, यसको स्ट्राटेजिक जुन चाहिँ पोइन्ट्स छ है, यसले जुन चाहिँ एथनिक भ्यालुज बोकेको छ, यसको जुन चाहिँ प्रकारको एउटा फ्रन्टियर जोन छ, यो सबै कुरालाई हेरेर चाहिँ ब्रिटिसहरूले यसलाई चाहिँ एउटा सेड्युल डिस्ट्रिक्टभित्र हालेर हामीलाई राख्यो। यो सेड्युल डिस्ट्रिक्ट हुनुको पश्चात हाम्रो इतिहासलाई कहाँ लिएर आयो त? सेड्युल डिस्ट्रिक्टले के लिएर आयो भन्दाखेरि चाहिँ हामीले ब्याकवर्ड एरिया जुन चाहिँ छ हौ त्यो 1990 इन्डिया एक्ट 1980 जुन चाहिँ 1990 छ त्यसमा हामीले लिएर आयो। अहिले त्यसलाई लिएर आउनुको पश्चात हामी कहाँ आइपुग्यौँ भन्ने एउटा हाम्रो कुरा छ। त्यो चाहिँ हो हामीले हेर्नुपर्ने भनेको गभर्मेन्ट अफ इन्डिया एक्ट 1935, जसमा चाहिँ के भयो, हामी पार्सियली एक्सक्लुडेड एरियाभित्र पस्यौँ। हेर्नुहोस्, मैले पुरानो इतिहासलाई भन्दा हाम्रो खास इतिहासको अहिले कुरा गरिरहेको छु, जुन चाहिँ इतिहास चाहिँ दार्जिलिङले बोकेको छ डकुमेन्टेसन हिसाबमा। यसमा आउनु मलाई जरुरी लाग्यो। किन जरुरी लाग्यो भन्दाखेरि एउटा कुरालाई हामी तपाईँहरूको अगाडि म बुझाउन चाहन्छु। दार्जिलिङको जुन चाहिँ 1815 को जुन चाहिँ ट्रिटी सुगौली जुन चाहिँ सन्धि भएको थियो, 1815 को सुगौली सन्धिको बादमा जुन चाहिँ तपाईँको हामी आउँछौँ अब ट्रिटी अफ तितालियामा, जुन चाहिँ 1817 मा भयो। ट्रिटी अफ तितालिया 1817 मा जुन चाहिँ भयो नि, यति बेला चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ जुन चाहिँ हाम्रो जुन चाहिँ भूभाग छ, यो भूभाग नेपालकोबाट चाहिँ सिड गरेर चाहिँ यो भूभागलाई चाहिँ सिक्किमलाई सुम्पिएको थियो। कसले? ब्रिटिसर्स भन्दाखेरि त्यति बेला चाहिँ इस्ट इन्डिया कम्पनीले। इस्ट इन्डिया कम्पनीले जब लिएर आयो त्यसको बादको पोजिसन सिक्किममा जोडौँ हामीले पहिला सुरु। सिक्किममा त्यति बेला हामीले 1817 देखिको लिएर अब इस्ट इन्डिया कम्पनी 1835 सम्म बसेको। त्यसको बादमा ब्रिटिसले आफ्नो गभर्मेन्ट्स लिएर आएको भनेपछि हामीले अब 1817 देखिको लिएर 1835 यो बिच हामी ब्रिटिसको जुन चाहिँ इस्ट इन्डिया कम्पनी छ यसको हिसाबले जुन चाहिँ ट्रिटी अफ तितालिया छ त्यसको जुन चाहिँ प्रकारको एउटा ट्रिटी साइन भयो, नेपालको भूभाग जुन चाहिँ छ, जुन चाहिँ ब्रिटिसले चाहिँ सिक्किमलाई सुम्पियो, यसमा चाहिँ हामी सिक्किमको देशभित्र 18 वर्ष बस्यौँ। 1817 देखिको लिएर 1835 सम्मको जुन चाहिँ हाम्रो इतिहास छ सिक्किमसँग हौ त्यो 18 वर्षको छ। यो 18 वर्ष पछाडिको जुन चाहिँ इतिहास छ त्यो ब्रिटिस इन्डियाले बोक्छ। 1835 देखि उताको इतिहास ब्रिटिस इन्डियाले जब बोक्यो तब नै हामीले सेड्युल डिस्ट्रिक्टहरू पाएको हो। यो कुरालाई बुझ्नुपर्छ। अब चाहिँ एडमिनिस्ट्रेटिभ हिसाबले काम गर्छ ब्रिटिस इन्डियाले, अब बिजनेस होइन एडमिनिस्ट्रेटिभ हिसाबमा काम हुन्छ भनेर चाहिँ अब ब्रिटिस इन्डिया आएको हो। त्यसै कारण हामीले हेर्नुपर्छ हाम्रो अब ब्रिटिस इन्डियासँग 1835 देखिको जुन चाहिँ यताको छ हौ त्यो 1858 सम्ममा चाहिँ अब ब्रिटिस इन्डियामा पस्यो। 1858 देखिको लिएर 1947 जब भारत स्वतन्त्र भयो यति बेलासम्म चाहिँ हामी ब्रिटिस इन्डियाभित्र थियौँ। भनेपछि हामी 89 इयर्स चाहिँ ब्रिटिस इन्डियाको एडमिनिस्ट्रेटिभ डिस्ट्रिक्ट भएर बसेको थियौँ। भनेपछि 89 इयर्स चाहिँ हामी कहाँ थियौँ? ब्रिटिस इन्डियाभित्र थियौँ। र त्यसरी नै अब इस्ट इन्डिया कम्पनी र ब्रिटिस इन्डिया कम्पनी ब्रिटिस इन्डिया दुईटालाई मिलाएर हेऱ्यो भने हामी 112 वर्ष चाहिँ एज अ ब्रिटिस इन्डियाको पार्ट भएर बसेको थियौँ। यो कुरालाई हामीले बुझ्नु किन जरुरी छ भन्दाखेरि अब इन्डियन टेरिटोरीभित्र त्यसो भए हामी बसेको चाहिँ कति भयो भन्दाखेरि चाहिँ टोटल यसलाई हेर्दाखेरि चाहिँ अहिलेसम्म 1904 जुन चाहिँ ब्रिटिस इन्डियाको टाइमदेखि लिएर अहिलेसम्म हेऱ्यो भने चाहिँ हामीले टोटल समय बिताएको चाहिँ 190 इयर्स भयो, 190 वर्ष भयो। अब यो 190 वर्षमा जुन चाहिँ 89 इयर्सको जब मैले कुरा गरेँ सबैभन्दा बेसी समय एडमिनिस्ट्रेटिभ हिसाबले चाहिँ हामी कुन चाहिँ जग्गासम्म बस्यौँ? ब्रिटिसको शासनमा बस्यौँ। अब यो कुरालाई हामीले किन मध्यनजर राख्नुपर्छ भन्दाखेरि चाहिँ हाम्रो मानचित्र टेरिटोरी सबै कुरा बनाउने चाहिँ जब आजको दिनमा यो ब्रिटिस यहाँनिर नआएको भए आज कालिम्पोङ सायद भुटानकोमा हुन्थ्यो होला,
सिक्किमकोमा दार्जिलिङै हुन्थ्यो होला र हामी अलग अलग हुन्थ्यो होला। कालिम्पोङको जो आजको दिनमा बुद्धिजीवी दाजु भाइहरू हुनु भएको छ उहाँहरू भुटानमा आजको दिनमा अरू केही गरिरहेको हुन्थ्यो होला, हामी कतै सिक्किमतिर नै हुन्थ्यो होला। तर दार्जिलिङ र कालिम्पोङ आज यहाँ हुनुमा चाहिँ ब्रिटिसको हात छ। त्यसै कारण हामीले सेड्युल डिस्ट्रिक्टदेखिको यताको डकुमेन्टेसनलाई चाहिँ मध्यनजर राख्नुपर्छ जस्तो लागेर म तपाईँहरूलाई यो अब आउने अगाडिको कुराहरू म त्यसमा तपाईँहरूमाथि राख्दैछु। अहिलेसम्म मैले तपाईँहरूलाई भनेको हिसाबमा 1835 को जुन चाहिँ कुरा भयो, अब म सेड्युल डिस्ट्रिक्टको कुरा गरिसकेँ। सेड्युल डिस्ट्रिक्टको कुरा पछाडि अब म तपाईँहरूलाई जुन चाहिँ प्रकारले ब्याकवर्ड कुरा पनि भइहाल्यो, 1919 को कुरा भयो। त्यसको बादमा अब तपाईँलाई 1935 को जुन चाहिँ कुरा छ यसमा आउँदैछ। 1935 देखिको यता चाहिँ हाम्रो जुन चाहिँ प्रकारको स्टेटस छ त्यसमा ठुलो बदलाव भएको थियो। त्यो स्टेटस चाहिँ थियो पार्सली एक्सक्लुडेड एरियाको स्टेटस। पार्सली एक्सक्लुडेड एरियाको स्टेटस जति बेला हाम्रो आयो, यो पार्सली एक्सक्लुडेड एरियाको जति पनि अहिलेसम्मको जति पनि पार्सली एक्सक्लुडेड एरियाजहरू छ उनीहरू कि त स्टेट भइसक्यो, कि त युटी भइसक्यो, कि त केही न केही भइसक्यो। तर हामी चाहिँ 1935 को जुन चाहिँ गभर्मेन्ट अफ इन्डिया एक्ट छ यसको अन्तर्भुक्त भएर चाहिँ हामी अगाडि बढ्न सकेनौँ। हामीलाई पार्सली एक्सक्लुडेड एरियाको स्टेटस र दर्जालाई छोड्नु पर्यो र स्टेटस र दर्जालाई पार्सली एक्सक्लुडेड एरियाको छोड्नुको लागि छोडेपछि जति बेला संविधान बन्यो त्यति बेला संविधानको आर्टिकल 395 ले गभर्मेन्ट अफ इन्डिया एक्टको 1935 लाई पनि रिपिल गरिदियो। भनेपछि अब 1935 जुन चाहिँ गभर्मेन्ट अफ इन्डिया एक्टको कुरा गरेर हामी अगाडि गएर केही कुरा माग्न सक्दैनौँ, किन भन्दाखेरि त्यो अलरेडी रिपिल गरिदियो। अब हामीले यो कुरालाई बुझ्नुपर्छ, 1935 को पार्सली एक्सक्लुडेड एरियाको जुन चाहिँ कुराहरू भएपछि 1947 अब चाहिँ हामी एउटा इन्डियाबाट डोमिनेन्ट बनिसकेपछि चाहिँ हाम्रो अवस्था के भयो र त्यो अवस्था बनाउनेहरूभित्रमा हामीले कसको योगदानलाई हेर्नुपर्छ, हामीलाई पार्सली एक्सक्लुडेड एरियाबाट वञ्चित गराउनमा यसलाई बुझ्नुपर्छ। पहिला सुरु हामीले पार्सली एक्सक्लुडेड एरियाबाट हामी निस्किनुमा एउटा भूमिका छ कङ्ग्रेस पोलिटिकल पार्टीको, त्यसलाई हामीले अलिकति बुझ्नु जरुरी छ। यो जुन चाहिँ मैले तपाईँलाई रिपोर्ट बुझाउँदैछु, यो जुन चाहिँ रिपोर्ट छ कङ्ग्रेस एउटा पोलिटिकल पार्टी, उहाँले 1937 मा पार्सली एक्सक्लुडेड एरिया र एक्सक्लुडेड एरियामा रिपोर्ट बुझाउनु भयो। उहाँहरूले पोलिटिकल पार्टी भएर यो रिपोर्ट बुझाउनु भयो र यो रिपोर्टमा उहाँहरूले दार्जिलिङलाई के भन्यो त? दार्जिलिङलाई उहाँहरूले भन्नुभयो द एरिया कभरिङ 1164 स्क्वायर माइल्स lies on the borders of Nepal and Sikkim. The population of district is 319,600, of whom nearly 3,800 or 11.9% are Af origins. It is governed by the special act and the regulations. Strictly speaking, strictly speaking, it cannot be called a backward area. The Af origins are becoming laborers on tea plantations in large numbers, and consequently their tribal characteristics are fast disappearing. यो फर्स्ट रिपोर्ट थियो हाम्रो पार्सली एक्सक्लुडेड एरियालाई नहुनुमा। यसमा के भनिएको थियो भन्दाखेरि चाहिँ जुन चाहिँ दार्जिलिङ छ जसको पपुलेसनको यहाँ कुरा गरेर एरियाको कुरा गर्यो, यो उसमा एफ ओरिजिन जुन चाहिँ छ या ट्राइबल्सको ओरिजिन जुन चाहिँ छ हो 11.9% छ र यो जुन चाहिँ एरिया छ यसलाई ब्याकवर्ड भन्न सकिँदैन। यो एरिया ब्याकवर्ड एरिया होइन र यसको जुन चाहिँ यहाँको ब्याकवर्ड एरियाको ट्राइबल मान्छेहरू पनि अब ट्राइबल रहनेवाला छैन, किनभने यहाँ टी इन्डस्ट्री पसिसकेको छ। यो टी इन्डस्ट्री यहाँ पसेको कारणले गर्दाखेरि यिनीहरूको यो ट्राइबल क्यारेक्टर चाहिँ फास्ट डिसएपियरिङ हुँदैछ भनेर उनीहरूले रिपोर्ट बुझाए। यसको रिपोर्टको आधारमा नै एबी ठक्करको कमिसनको रिपोर्ट बनेको हो। हामीले यो कुरालाई बुझ्नुपर्छ। हामी अब फेरि आउँ एबी ठक्करको रिपोर्टमा, हैन? ठक्कर कमिसनले जति बेला रिपोर्ट दिनुभयो त्यस रिपोर्टमा के भन्यो त हामीलाई? ठक्कर कमिसनले भन्यो the partial exclusion of Darjeeling was recommended by the government of Bengal, not because it was considered as a backward area, but because it was felt that safeguards were necessary in the interest of the hill people.
The fact that Darjeeling was a summer capital of the government of Bengal and the existence of European tea planters may have played some little part. The 1941 census shows that even among the tribals, mostly tea garden coolies, there were 16,415 literates, and out of total population of 1,41,301 and 2,571 of these were women. यो एउटा पार्शियल एक्सक्लुडेड एरियाको जुन चाहिँ प्रकारले उहाँहरूले कमिसनले रिपोर्ट दियो यसमा भन्यो ब्याकवर्ड त हुँदै हैन, पढा लेखा छ, लिटरेट छ, इभन वुमेन्सहरु पनि त्यहाँको महिलाहरु पनि त्यहाँ पढा लेखा छ, ब्याकवर्ड यसलाई मान्न सक्दैन। गभर्नमेन्टको एउटा रिकमेन्डेसन थियो, त्यही कारण यो हिसाबमा हेरेर चाहिँ यो पार्शियली एक्सक्लुडेड एरियालाई मान्न सक्दैन भनेर उहाँहरूले यसको पनि रिपोर्ट बुझाए। हाम्रो स्टेटस जुन चाहिँ छ पार्शियली एक्सक्लुडेड एरियाको यी दुईटा रिपोर्टले नै हाम्रो भाग्यलाई निर्धारण गर्यो। अलिकति लामो हुन्छ होला, अलिकति सुनिदिनु होला। भाग्यलाई निर्धारण गर्यो। यो भाग्यलाई निर्धारण गर्नुको निम्ति यो दुईटा रिपोर्ट काफी थियो। किन भन्दाखेरि यति बेला जुन चाहिँ गोर्खा लिग पार्टीले जुन चाहिँ ठक्कर कमिसनमा भन्नुभएको रिपोर्ट अनुसार उहाँहरूले यसलाई एउटा आधार दिनुभएको थियो कि त्यो हामी आसाममा मिल्न चाहन्छौँ भनेर यो कमिसनलाई उहाँहरूले भन्नुभएको थियो। त्यसको बादमा अरू केही पनि यसमा डिस्क्रिप्सन्स के आएन। नआउनुको बादमा हामीले एकैचोटि पाएको भनेको स्टेट रिअर्गनाइजेसन कमिसनभित्र हामी पसेको। स्टेट रिअर्गनाइजेसन कमिसनमा हामी कसरी पस्यौँ र त्यसको आधार के छ त्यसमा एकपल्ट हामीले कुरा गर्नु जरुरी हुन्छ। तर त्योभन्दा अगाडि हामीले स्टेट रिअर्गनाइजेसन कमिसन त तपाईँको 1956 मा भयो, तर 1956 मा स्टेट रिअर्गनाइजेसन कमिसन हुनुभन्दा अगाडि 1954 मा हामीमाथि एउटा एक्ट जो चाहिँ एउटा ट्रान्जिसनल एक्ट भन्छु म, त्यो लागू हुन्छ। त्यसलाई चाहिँ भन्यो दि एब्जर्भ एरियाज लज एक्ट 1954। यो एक्टले धेरै ठुलो रोल खेलेको छ हाम्रो आजको स्टेटस हुनुमा। हामी दार्जिलिङ आज जुन चाहिँ स्थितिमा छौँ, दार्जिलिङको आजको कन्स्टिट्युसनल लिग्यालिटी जे छ, एडमिनिस्ट्रेटिभ लिग्यालिटी आज जे छ, यो एक्टको ठुलोभन्दा ठुलो योगदान यहाँनिर देख्न पाउँछौँ हामीले। कसरी हो भन्दाखेरि अघि नै तपाईँहरूलाई मैले कमिसनको रिपोर्ट भने, यो कमिसनको रिपोर्टको आधारमा हेऱ्यो भने पार्शियली एक्सक्लुडेड एरिया गइसकेको। अर्को मैले अघि तपाईँलाई भनिहालेँ 1950 मा संविधानको जुन चाहिँ हाम्रो संविधानलाई लागू गरियो 26 जनवरीको दिनदेखिको लिएर, त्यसमा तपाईँले एउटा कुरालाई हेर्नुभयो भने स्टेट्स अलरेडी जुन चाहिँ स्टेट्सहरूको कुरा गरिएको छ। अब संविधानको 395 आर्टिकलले अलरेडी गभर्नमेन्ट अफ इन्डिया एक्ट 1935 लाई रिपिल गरिसक्यो। अब कसरी चाहिँ त्यसमा अब यो जुन चाहिँ एउटा यस्तो विडम्बनाको कुरा भयो, यसलाई पार्शियली एक्सक्लुडेड एरिया भन्नु मिलेको छैन। अर्को कुरा तपाईँको यसलाई स्टेटभित्र पनि हालेको छैन। अब यसमा चाहिँ अब कन्स्टिट्युसन कसरी लागू गर्ने, अब संविधान कसरी लागू गर्ने, अब ठुलो विडम्बनाको कुरा भयो त्यो। त अरूलाई त डङ्केडङ्ग लागू गराइदियो, उनीहरूमा त केही थिएन। तर हामीमाथि चाहिँ के थियो भन्दाखेरि चाहिँ हामी पार्शियली एक्सक्लुडेड एरिया, हामी स्पेसल स्टेटसभित्र बाँचिरहेको थियौँ। अब यो स्पेसल स्टेटसलाई खोसेर हामीलाई चाहिँ एउटा साधारण डिस्ट्रिक्ट बनाउनु त्यति सजिलो उनीहरूले भेटेन। किन भन्दाखेरि ब्रिटिसर्सले जुन चाहिँ संविधान अहिलेको 90% संविधान जुन चाहिँ त्यो 1935 कै कपी पेस्ट छ त्यो सोचेर सम्झेर नै बनाएको थियो। त्यसै कारण त्यो स्पेसल जुन चाहिँ स्टेटस छ त्यो स्पेसल स्टेटसलाई उनीहरूले त्यतिको मार्नै सकेन। त्यही कारण चाहिँ हामीलाई यो जुन चाहिँ एब्जर्भ एरिया एक्ट जुन चाहिँ 1954 को जुन चाहिँ छ हौ त्यो आयो। अब यसमा के छ त, हामीले एब्जर्भ एरिया एक्ट 1954 मा यो छ भनेर भन्छौँ, तर यसको बिलले के भन्छ हामीलाई त्यो बुझ्नुपर्छ। किनभने एब्जर्भ एरिया एक्ट ल्याउनुभन्दा अगाडि पार्लियामेन्टमा बिल आयो नि त, त्यो बिललाई जसले प्लेस गर्यो त्यो बिललाई प्लेस गर्दाखेरि के भन्यो त हैन, यो डेपुटी मिनिस्टर अफ होम्स अफेयर्सले जुन चाहिँ यो बिललाई पेश गरेको थियो यसमा भन्यो द बिल टु एक्सटेन्ड सर्टन लज to the area which prior to the commencement of the constitution were administered as excluded or partially excluded area and which on such commencement were absorbed in certain states be taken into consideration भन्नुभयो है। एउटा पार्शियली एक्सक्लुडेड एरिया जुन चाहिँ थियो हौ त्यो एरिया जुन चाहिँ आजको दिनमा संविधानको जुन चाहिँ सी या डी भन्ने त्यतिलाई कन्स्टिट्युसनमा हुन्थ्यो, जसलाई चाहिँ हामीले भोलि आएर त्यो सेड्युल 6 सेड्युलको कुराहरूमा हाल्यौँ। त्यसमा नआएको जुन चाहिँ यो पार्शियली एक्सक्लुडेड एरिया छ
स्टेटहरूले अलरेडी यसलाई चाहिँ एउटा रेगुलेसन स्टेटबाट पास गरेर एक्सेप्ट गरेर उनीहरूको कानुन ल हाल्नु थाल्यो। तर सेन्ट्रलको ल हाल्नु चाहिँ यहाँ मुस्किल भयो। सेन्ट्रलको जुन चाहिँ लजहरू छ जसमा वर्ल्ड वारमा जति पनि यहाँनिर अघि क्यान्टनमेन्टको कुरा गर्नुहुँदै थियो, त्यसमा क्यान्टनमेन्ट गर्दाखेरि पब्लिकको जतिवटा पनि ल्यान्डहरू लिएको थियो त्यो ल्यान्ड रिक्विजिसन्स जुन चाहिँ छ त्यो ल्यान्ड रिक्विजिसनको कम्पेन्सेसन दिनुपर्ने हुन्छ। अब गभर्मेन्टले अब त्यो कम्पेन्सेसन कसरी दिने जबकि यहाँनिर तपाईँको सेन्ट्रलको ल नै लागू हुँदैन। त्यसै कारण यो साह्रो पर्नुको कारणले गर्दा मात्रै हामीलाई के गरियो, एब्जर्भ एरिया एक्ट बनाएर चाहिँ हामीलाई यहाँभित्र हालियो। र यो एक्टले चाहिँ ट्रान्जिसनल एउटा ब्रिज बनाउँछ कि हामी एब्जर्भ एरिया एक्टभित्र पस्यौँ भन्ने चाहिँ एउटा ब्रिज बनाउँछ। तर यो ब्रिज जुन चाहिँ छ नि यसले तपाईँको अर्को कुरालाई दिन्छ, त्यो चाहिँ के हो भने हाम्रो संवैधानिक हिसाबको इन्टिग्रेसन यसले दिँदैन। जब एब्जर्भ एरिया एक्टले जुन चाहिँ प्रकारको हामीलाई एडमिनिस्ट्रेटिभ हिसाबले गभर्मेन्ट अफ वेस्ट बेङ्गलभित्र राख्यो, त्यसरी नै अब ल लागू गर्नुको लागि तपाईँलाई सेन्ट्रल ल लगाउनुको लागि तपाईँलाई एब्जर्भ एरिया एक्ट 1954 को जुन चाहिँ एक्टलाई लागू गरायो। यो लागू गराउनुको बादमा चाहिँ तपाईँको स्टेट रिअर्गनाइजेसन कमिसन 1956 इन्ट्रोड्युस भएको, जुन चाहिँको अहिले भर्खर तपाईँहरूलाई ठक्क कमिसन तपाईँहरूले सुन्नुभयो। 1956 मा जब स्टेट रिअर्गनाइजेसन कमिसनले जुन चाहिँ अमेन्डमेन्ट 7th अमेन्डमेन्ट लिएर चाहिँ स्टेट्सको लिस्ट बनायो र सेड्युलमा राख्यो। यो जब स्टेटको लिस्टको सेड्युलमा जति बेला राख्यो त्यति बेला चाहिँ के गर्यो भन्दाखेरि चाहिँ यो बुझ्नु जरुरी छ हामीलाई। यति बेला तपाईँको यो लिस्टमा तपाईँको 13वा स्टेट चाहिँ वेस्ट बेङ्गललाई बनायो। यो 13th स्टेटमा चाहिँ उहाँले भन्यो द टेरिटोरिज which immediately before the commencement of the constitution were either comprised in the province of West Bengal or were being administered as if they form part of the province भनेर भन्यो। हाम्रो भाग्य निर्धारण चाहिँ दुईटा वर्डले गरेको थियो, एज इफ। हामीलाई संविधानमा कहीँ पनि दार्जिलिङ भनेर लेखेको देख्नु हुँदैन। वेयर एज आजको दिनमा चाँदेर नगरलाई तपाईँको यहाँनिर जुन चाहिँ प्रकारको ट्रान्सफर अफ टेरिटोरी चाँदेर नगर मजर एक्ट 1954 बाट हाल्यो होइन। त्यसरी नै तपाईँले आजको दिनमा ट्रान्सफर अफ टेरिटोरी एक्टबाट तपाईँको जुन चाहिँ प्रकारले बिहारबाट पुरुलियालाई हाल्यो, यस्तोहरू हामीले यहाँनिर संविधानमा सेड्युलमै लेखेको देख्छौँ। तर दार्जिलिङ दुईटा देशलाई मिलाएको लिएको ठाउँको विवरण चाहिँ दुईटा एज इफ वर्डले गर्यो। एज इफ वर्डले चाहिँ के भन्यो भन्दा चाहिँ बङ्गालको एडमिनिस्ट्रेसनभित्र छ जुन चाहिँ चलिरहेको छ एज इफ यसलाई चाहिँ बङ्गालकै पार्ट भन्न सकिन्छ एज इफ भनेर चाहिँ हामीलाई हालेको छ संविधानको यो जुन चाहिँ प्रकारको सेड्युलमा। यसले के रेफर गर्छ त, यसले के भन्छ त खास भने यो चाहिँ ओरिजिनली बङ्गालको पार्ट होइन तर एडमिनिस्ट्रेट चाहिँ बङ्गालले गरिरहेको छ। योलाई पनि हामी चाहिँ बङ्गालकै भूभाग भनेर चाहिँ स्टेटमा हालेको भनेको चाहिँ होइन। र एडमिनिस्ट्रेट बङ्गालले गर्यो भने विदाउट लिगल इन्स्ट्रुमेन्ट विदाउट लिगल मर्जर हुन सक्थ्यो। एउटा इम्पोर्टेन्ट विषय यहाँ आउँछ, कुनै पनि मर्जर हुनुको लागि कुनै पनि लिगालिटीमा तपाईँको अन्तर्भुक्त इन्टिग्रेसन हुनुको लागि हो भने एउटा बेरीबारीको एउटा तपाईँहरूलाई एकदम यो एउटा ठुलो उयस हो है, यसलाई ल्यान्डमार्क केस भन्न सक्छौँ अहिले। बेरीबारीमा जुन चाहिँ प्रकारले तपाईँको एउटा एरियालाई लिएर जुन चाहिँ जलपाइगुडीमै तपाईँको सानोबढी एरिया छ, यो एरियालाई चाहिँ तपाईँको इन्डियाबाट निकालेर पाकिस्तानमा लानुपर्ने हुन्थ्यो। अब यो एरियालाई पाकिस्तानमा लानुको लागि चाहिँ उनीहरूले के गर्यो, सिधै तपाईँको पाकिस्तानमा ट्रान्सफर गर्ने कोसिस गर्यो। त्यति बेला चाहिँ बेरीबारी केस युनियन अफ बेरीबारी केस भयो। के भन्यो भन्दाखेरि कुनै पनि कुरा त्यो केसले अलरेडी भन्यो डिरेक्ट इन्टिग्रेसन मर्जर एड नगरिकन या कुनै लिगल इन्स्ट्रुमेन्ट नगरिकन तिमीले डिरेक्टली त्यसलाई ट्रान्सफर गर्न सक्दैनौ। पहिला त्यसलाई इन्टिग्रेट गर, आर्टिकल 3 बाट त्यसलाई हाल, अन्तर्भुक्त गर, त्यसको बादमा मात्रै तिमीले पाकिस्तानलाई दियो। यतिकै दिन सक्दैनौ भन्यो। एउटा इन्टिग्रेसन एउटा कसैलाई दिन्छु भन्ने कुरा हामीले मान्ने छैन भने दिन्छु भन्ने कुराको लागि घरि यहाँनिर के छ तपाईँको मर्जर रिक्वायरमेन्ट छ भन्ने छ। त्यो मात्रै होइन, एउटा सानो बढेको आजको दिनमा तपाईँले कुनै पनि एउटा स्टेटको नाम मात्रै परिवर्तन गर्नु पर्छ भने पनि आर्टिकल 3 बिना गर्न सक्दैन। तपाईँले यत्तिकै नाम परिवर्तन गर्छु भनेर हुँदैन। तपाईँले देखिसक्नु भएको केसेसहरू हो यो होइन। हामीलाई जुन चाहिँ प्रकारको इन्टिग्रेसन हाम्रो हुनु पर्थ्यो
एउटा दुईटा देशबाट बनेर आएको पहिला सुरु त हाम्रो त लिगल मर्जर हुनु पर्थ्यो नि त। किन भन्दाखेरि हामी जति बेला ब्रिटिस इन्डियाभित्र बसेको थियौँ त्यति बेला पनि त हामी त स्पेसल स्टेटसभित्र बसेको थियौँ। बङ्गालको लेजिस्लेटिभ एसेम्ब्लीको कुनै पनि कुरा हामीभित्र लागु हुन्थेन। त्यसलाई लागु गर्नुको लागि अलग प्रकारको संविधान थियो, हाम्रो ट्राइबल स्टेटस अलग थियो, हामीले आफ्नै प्रकारको लजहरू त्यसमा बनाउँथ्यौँ। हामी अलरेडी के थियौँ, एउटा अलग हिसाबले एडमिनिस्ट्रेसन हुने हामी एउटा अटोनोमी थियौँ त्यति बेला पनि। त्यही अटोनोमी सेड्युल डिस्ट्रिक्टको अटोनोमी हेरेर नै हाम्रो पार्सली एक्सक्लुडेड एरियाको एउटा के बनाएको थियो, हामीलाई एउटा स्टेटस दिएको थियो, जुन चाहिँ स्टेटसलाई चाहिँ आजको दिनमा के गरिदिएको थियो 1935 गभर्मेन्ट अफ इन्डिया एक्टलाई रिपिल गरिने त्यसको सबै कुरा हाम्रो हातबाट लगिदिइसकेको थियो। र यो कुराको जुन चाहिँ इन्टिग्रेसन छ, यो इन्टिग्रेसनलाई अझै डरलाग्दो बुझ्नु हो भने हामीलाई फेरि एउटा कुरामा जानुपर्छ, त्यो हो एज अफ एरिया एक्ट 1954 जब रिपिल भएको थियो 2018 एज अफ एरिया एक्टलाई 18 रिपिल गर्दाखेरि के भन्यो भन्दाखेरि चाहिँ यो एउटा इम्पोर्टेन्ट सब्जेक्ट हो। हेर्नुहोस्, हामीले यसलाई इम्पोर्टेन्ट किन मान्नु जरुरी छ भन्दाखेरि हामीलाई आजको दिनमा एज अफ एरिया एक्टले नै सबै कुरा गरेको छ। हामीले जति पनि खोज्नु छ भने यो भित्र यता र उता नै खोज्नुपर्छ, किनभने एज अफ एरिया एक्टको जुन चाहिँ बनिँदाखेरिको हेर्नु पर्यो, किनभने यसलाई रिपिल गर्दा कुरा हेर्नुपर्छ। रिपिल गर्दाखेरि एउटा कुरा इम्पोर्टेन्ट कुरा तपाईँहरूलाई हामीले हेर्नु जरुरी छ। यो रिपिलमा के छ, जति बेला रिपिलको म बिलै मात्रै पढ्दैछु, किन भन्दाखेरि एक्ट भइसकेपछि त एक्ट भइहाल्यो। बिललाई चाहिँ हामीले महत्त्व दिनुपर्छ, किनभने त्यो इन्ट्रोडक्सन कसरी हुन्छ, पार्लियामेन्टले त्यसलाई इन्ट्रोड्युस गर्दाखेरि के स्टेटसमा इन्ट्रोड्युस भएको हुन्छ होइन। जसरी अघि मैले एज अफ एरिया एक्टलाई पार्लियामेन्टमा जुन चाहिँ प्रकारले प्लेस गर्दाखेरि कसरी गरियो भन्ने कुरामा गऱ्यो भने अब यो कुरामा हामीले बुझ्नुपर्छ। यहाँनिर भन्यो this act was enacted to extend certain laws to the areas which prior to the commencement of the constitution were administered as excluded areas. The act contains 5 schedules, one each for the state of Bihar, Bombay, Orissa, Uttar Pradesh and West Bengal. The act mentioned in the first column of each of the schedules were made applicable to the areas absorbed. The purpose of this act has now been fulfilled. यहाँ भन्यो यो एक्टको पर्पस अब सक्यो, एब्जर्भ गर्नुपर्ने जतिवटा ल थियो त्यो एब्जर्भ भइसक्यो। अब यो जुन चाहिँ एक्टको खाँचो छैन यसलाई रिपिल गरिदेऊ भनेर यो एउटा बिल पेस भयो। अब यो एक्टलाई रिपिल गर्दाखेरि हामी मात्रै थियौँ, वेस्ट बेङ्गलभित्रको दार्जिलिङ मात्र थिएन, त्यसमा अरू पनि स्टेट्सहरूको नामहरू छ 5 वटा। त्यसमा पहिला सुरु हामीले हेर्नुपर्छ, फर्स्ट स्टेट भयो बिहार, बिहारबाट निक्लेर झारखण्ड बन्यो। बम्बई अर्को छ, बम्बईबाट 2टा स्टेट निक्लिन्छ। त्यसमा तपाईँले हेर्नुभयो भने एउटा स्टेटको नाम हो यतानिर महाराष्ट्र, अर्को स्टेटको नाम तपाईँले हेर्नुभयो भने यतानिर गुजरात होइन। त्यसरी नै अर्कोपट्टि हेर्नु भने तपाईँले पाउनुहुन्छ उत्तर प्रदेश, उत्तर प्रदेशबाट अलरेडी एउटा उत्तराखण्ड निक्लिसकेको छ, त्यो पनि हामीले हेर्नुपर्छ। अब रह्यो ओडिसा र वेस्ट बेङ्गल। ओडिसालाई हेऱ्यो भने सिमिलर काइन्ड अफ एजिटेसन इज गोइङ अन, हामीसँग मिल्दोजुल्दो खालके आजको दिनमा ओडिसामा एउटा आन्दोलन चलिरहेको छ। हामीले हेर्नुपर्छ त्यसलाई चाहिँ कोस्टल स्टेट मुभमेन्ट वेस्ट ओडिसा रिजन भनेर भन्छ। यो जुन चाहिँ छ यसमा तपाईँको द वेस्टर्न ओडिसा डेभलपमेन्ट काउन्सिल अलरेडी उनीहरूमा पनि छ, हाम्रोमा जस्तै खालके काउन्सिल एउटा डेभलपमेन्ट जसले चाहिँ सोसियो इकोनोमिक एन्ड कल्चरल डेभलपमेन्टको लागि यो रिजनको लागि भनेर दिएको छ हामीलाई जस्तै। र उनीहरूले पनि आजभन्दा अगाडि 2017मा हाम्रो यहाँ जति बेला आन्दोलन चड्किरहेको थियो सिमिलर समयमा त्यहाँ पनि त्यसरी आन्दोलन चड्किरहेको थियो। त्यही 2टा आन्दोलन चड्किरहेको बेला 2018मा चाहिँ यो रिपिल भएको हो। हामीले यो कुरालाई बुझ्नुपर्छ, किन चाहिँ आउने दिनहरूमा स्टेट एकदमै सम्भव छ भन्दाखेरि चाहिँ यो पाउनुपर्ने जुन चाहिँ अधिकार यो 2टा राज्यहरूको 2टा डिस्ट्रिक्टले पाएको छैन, त्यो एउटा उडिसा हो र अर्को वेस्ट बेङ्गलको दार्जिलिङ हो। त्यो चाहिँ जुन चाहिँ एब्जर्भ एरिया एक्टलाई हेरेर मैले किन भन्दैछु भन्दाखेरि पहिला सुरु चाहिँ हामीले हेर्नुपर्छ रिपिल जुन चाहिँ भयो एब्जर्भ एरिया एक्टको जुन चाहिँ 1954 रिपिल हुँदाखेरि चाहिँ यो ट्रान्जिसनल एउटा लिगल कभर मात्रै निकालेको, यहाँबाट ट्रान्जिसनल लिगल कभरै निकाल्यो तपाईँको, जुन चाहिँले चाहिँ हामीलाई इन्टिग्रेट गरिरहेको थियो, जुन चाहिँ बङ्गालभित्र हामी हो भनेर भनिरहेको थियो। त्यो चाहिँ एडमिनिस्ट्रेटिभ हिसाबले जुन चाहिँ गर्नुको लागि कानुन लगाउनुको लागि जुन चाहिँ भइरहेको थियो त्यसमा चाहिँ के भयो, यो ट्रान्जिसनल तपाईँको जुन चाहिँ एउटा लिगल तपाईँको जुन चाहिँ कभर छ त्यसलाई निकालिदियो एउटा कुरा। अर्को कुरा हामीले हेर्नुपर्छ
कि यसको जुन चाहिँ प्रकारको सिफ्ट भएको छ नि क्या, जुन चाहिँ ओल्ड लिगल एडमिनिस्ट्रेटिभ सिस्टम जुन चाहिँ छ नि, हौ त्यो चाहिँ अब नयाँ एडमिनिस्ट्रेटिभ सिस्टम आउनुपर्ने, त्यो पनि भएको छैन। हामीले यहाँ ट्रान्जिसनल भन्दाखेरि चाहिँ पुरानो जुन चाहिँ तपाईँको ल छ हौ त्यसलाई पो हामीले एडमिनिस्ट्रेट गर्नुको लागि चाहिँ यो एब्जर्भ गरेको हो त। हामीले के यसले ट्रान्सफर अफ टेरिटोरी गर्यो? यसले के ट्रान्सफर भयो हाम्रो टेरिटोरी या कहीँ मर्ज भयो हामी? एउटा ठुलो प्रश्न हो हेर्नुहोस्, हामीले खोज्नुपर्ने प्रश्न, जुन चाहिँ प्रश्नले चाहिँ हामीलाई पर्खिरहेको छ, संवैधानिक अधिकार हामीले खोजिरहेको यहाँभित्र मैले देखिरहेको छु। दार्जिलिङले कहिले पनि फुल्ली मर्जर पाएको छैन। दार्जिलिङको इतिहासमा कन्स्टिट्युसनली हेर्नु भने कहीँ पनि यस्तो खालके कानुन छैन जसमा चाहिँ संविधानमा जहाँनिर दार्जिलिङलाई मेन्सन गरिकन चाहिँ मर्ज या दार्जिलिङलाई मेन्सन गरिकन चाहिँ कहीँ पनि टेरिटोरीमा एड गरिएको छैन। यसले के दर्शाउँछ भन्दाखेरि चाहिँ हाम्रो रिअर्गनाइजेसन कन्स्टिट्युसनली भएको छैन। हाम्रो रिअर्गनाइजेसन कन्स्टिट्युसनली भएको छैन भनेर मैले भन्नुको मतलब के हो यहाँ हामीले बुझ्नुपर्छ। हामीले धेरै कुरा लड्यौँ, आन्दोलनमा धेरै कुरा लड्यौँ, हामीले टेरिटोरीमाथि बेसी ध्यान दिएको छैन अझै पनि। मैले यो कुरालाई भन्दैछु, हेर्नुहोस् भाषालाई लिएर हो लिङ्ग्विस्टिक बेसिसमा नै आजको दिनमा जतिवटा पनि स्टेटहरू बन्यो, तर हामीले टेरिटोरीमाथिको जुन चाहिँ कुरा छ त्यसलाई गर्दैनौँ। टेरिटोरी जुन चाहिँ छ सबभन्दा इम्पोर्टेन्ट कुरा हो कुनै पनि स्टेट बनिनुको निम्ति। हाम्रो टेरिटोरीमाथि नै गडबडी छ। हाम्रो टेरिटोरीलाई नै आजको दिनमा जुन चाहिँ प्रकारले हाल्नुपर्छ बेङ्गलभित्र हामी त्यसरी कन्स्टिट्युसनली मर्ज भएको छैनौँ। यदि हामी कुनै पनि एउटा एडमिनिस्ट्रेटिभ हिसाबले मर्ज भएको छ भने, संवैधानिक हिसाबले यदि मर्ज भएको छैन भने त्यो टेरिटोरी कसको हुन्छ त भन्दाखेरि चाहिँ द्याट टेरिटोरी बिलोङ्स टु दि युनियन अफ इन्डिया। हामी गभर्मेन्ट युनियन अफ इन्डियाको प्रपर्टी हौ। कुनै पनि कुरा चाहिँ तपाईँको पहिला चाहिँ कुनै पनि टेरिटोरी चाहिँ गभर्मेन्ट अफ इन्डियाको युनियन टेरिटोरी हो। त्यो युनियन टेरिटोरीभित्र यदि कुनै पनि तपाईँको आर्टिकल 3 कोबाट के बनिन्छ भने चाहिँ त्यति स्टेट बनिन्छ होइन। भनेपछि एउटा ठुलो भ्याक्युम छ यहाँनिर, कन्स्टिट्युसनल भ्याक्युम। यो कन्स्टिट्युसनल भ्याक्युमलाई कम्प्लिट गर्नु भने पहिला हामीले हाम्रो इन्टिग्रेसन खोज्नुपर्छ। संविधानभित्र हाम्रो इन्टिग्रेसन कसरी गर्यो? हाम्रो इन्टिग्रेसन संवैधानिक छ कि छैन? हाम्रो मर्जर भएको छ कि ट्रान्सफर अफ टेरिटोरी भएको छ कि हाम्रो के भयो? के दुईवटा वर्ड एजिटले मात्र हाम्रो भाग्य निर्धारण गरेर हामीलाई बङ्गालको शासन प्रणालीभित्र हालेर राखिबस्न सक्छ या हामी यहाँबाट निक्लिनु पर्ने हो भन्दाखेरि चाहिँ हामी यहाँबाट निक्लिनु पर्ने हो। र त्यो सम्भव दुईटै कुराले मात्र हुन्छ। हाम्रो इन्टिग्रेसन यदि हामी आजको दिनमा मोर्डन टेरिटोरीभित्र पर्दैनौँ या हाम्रो ट्रान्सफर अफ टेरिटोरी भएको छ भने हामी युनियन अफ इन्डियाको प्रपर्टी हो भनेपछि युनियन टेरिटोरी हौ। र यदि हामी युनियन टेरिटोरी गभर्मेन्ट अफ इन्डियाले गर्नु सक्दैन भने हामी स्टेट हौ। हामीलाई स्टेटको दर्जा दिनुपर्छ, त्यसको लागि फाइट हामीले चलाउनुपर्छ। किनभने सबैभन्दा सजिलो संविधानभित्रको पार्ट नै स्टेट हो। हेर्नुहोस् आजको दिनमा धेरै हामीले सुनिरहेको कुराहरूमा एउटा कुरा भन्न चाहन्छु म तपाईँलाई। एकदमै विचित्र एकदमै कम्प्लेक्स कुराहरू तपाईँहरूमाथि राखिदिन्छ सरकारले। देख्दाखेरि तपाईँलाई एकदमै अरे छिटो हुने कुरा हो त जस्तो पनि लाग्छ तपाईँलाई। 6 सेड्युलकै कुरा गरौँ हामीले। 6 सेड्युलको जुन चाहिँ प्रकारको कुरा आयो, 6 सेड्युल आउनुको पश्चात हामीले महसुस गऱ्यौँ कि यो 6 सेड्युल त्यसरी सबैलाई ट्राइबल बनायो मात्रै हुँदो रहेछ भन्ने एउटा आयो नि त। त्यो महसुसले गर्दाखेरि हामीले के निकाल्यौँ? 11 जात गोष्ठीको कुरा आयो। त्यसलाई चाहिँ हामीले अब ट्राइबल स्टेटस दिनुपर्छ भन्नेमा लाग्यो। तर तपाईँहरूले अब छिट्टै जान्नुमा आउँछ जुन चाहिँ हामीले पठाएको जुन चाहिँ 6 सेड्युलको जुन चाहिँ छ नि 11 जात गोष्ठी, त्यो चाहिँ केन्द्र सरकारबाट या आरजिआईबाट अलरेडी खारिज भएको छिटै सुन्नुमा तपाईँहरूले आउनुहुन्छ। र त्यो फेरि स्टेटको लागि रिभ्यूको लागि पठाइसकेको तपाईँहरू छिटो सुन्नुमा आउनेछ। भनेपछि आजको दिनमा जति पनि पोलिटिकल पार्टिजहरूले या जति पनि अरू व्यक्ति विशेषहरूले भन्दैछ बिटिआर या तपाईँको जुन चाहिँ प्रकारको बोर्डरल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जस्तो हुनुपर्छ भने त पहिला त त्यो 6 सेड्युलको स्टेटस जस्तो कुरा त आउनु पऱ्यो नि त। 11 जात गोष्ठीको त यहाँनिर त लथालिङ्गै सिचुएसन देखिरहेको छौँ हामीले। कम्प्लेक्स भयो कि भएन? किन भन्दाखेरि अमेन्डमेन्ट चाहिन्छ कुनै पनि कुरालाई। संविधान अमेन्डमेन्ट्सले चल्छ। अघि उहाँले कसैले भन्दै गरेको सुनेको थिएँ, त्यो संविधानको अमेन्डमेन्ट्समा कम्प्लेक्स अमेन्डमेन्ट्सहरूको कुरा हुँदैछ यहाँनिर। हामीले बुझ्नुपर्छ एउटा अमेन्डमेन्ट तपाईँको गर्नुको निम्ति यसको लागि 2/3 भन्दा बेसीको मेजोरिटीको तपाईँको जरुरत पर्छ। हामी यहाँ सिम्पल मेजोरिटीको कुरा गर्दैछौँ जति बेला स्टेट र युनियन टेरिटोरी हुन्छ भने। त्यसरी नै म फेरि एउटा कुरामा आउँछु। आज धेरैवटा कुराहरूलाई केलाउनु जरुरी छ। हामीले यहाँनिर अर्को विशेष रूपमा हेरिरहेको छौँ साथीहरू सबैलाई नै हामी यहाँबाट छुट्टिन चाहन्छौँ, बङ्गालबाट छुट्टिन चाहन्छौँ, सेपरेसन चाहन्छौँ। हाम्रो
खास जुन चाहिँ संवैधानिक व्यवस्था छ त्यो सेपरेसन होइन या डिमर्जर पनि होइन। हामी अन्तर्भुक्त नै भएको छैनौँ। जब हामी इन्टिग्रेटेड नै भएको छैनौँ भने हामीले त डिरेक्टली माग्नुपर्ने कुरा आर्टिकल 3 मा माग्नु पर्यो नि त। अब तर यहाँनिर धेरै प्रकारको फ्रस्ट्रेसन्सहरू आइरहेको छ। अब त स्टेट नहुने रहेछ है, गोर्खाल्यान्ड त नफल्ने बन्तरुल अरे। कसले भन्दैछ गोर्खाल्यान्ड नफल्ने बन्तरुल? यो नफल्ने बन्तरुल जुन चाहिँ भनिरहेको छ कि संविधानमा त्यसरी लेखेको छ, एउटा स्टेट बनिनको लागि लेखेको यो कुरा नफल्ने बन्तरुलले हो। मैले एउटा कालिम्पोङमा एउटा मिटिङ भइरहेको बेलामा मैले एउटा यस्तो के डिबेट थियो, त्यति बेला धेरै डिबेट गरिरहेको व्यक्तित्वहरूलाई पनि मैले यो प्रश्न गरेको थिएँ, जुन चाहिँ नफल्ने बन्तरुल भन्दैछ भने तपाईँहरू के सहमत हुनुहुन्छ भन्दा एक दुईजनाले सहमति पनि दर्शाए, कतिले सहमत छैन पनि भने। त्यसमा एकजना किशोर दाजु यहाँ बसिराख्नु भएको छ। मैले के भन्नु खोजेको भने हेर्नुहोस्, हुने कुरा आर्टिकल 3 ले दिएको कुरा यो नफल्ने बन्तरुल होइन। नफल्ने बन्तरुल जसको जुन चाहिँ प्रकारको तपाईँको मेन्टालिटी नेताहरूको थियो त्यो प्रकारले हुँदै गयो। सिक्किम मिलेको कुरा हुँदैछ अर्कोतिर, हामीले यो कुरालाई पनि हेर्नुपर्छ हो। हामीले कहीँ न कहीँबाट कसरी न कसरी केही न केही गरेर पनि हामीले के पाउनुपर्छ, उन्मुक्ति पाउनुपर्छ भन्ने विचारमा सिक्किम मिलेको पनि कुराहरू निक्लिरहेको छ। त्यो हामी उहाँहरूको यो कुरालाई स्वागत गर्छौँ। तर हामीले यो कुरालाई पनि हेर्नुपर्छ, धेरैवटा एक्सपेरिमेन्ट्सहरूले वर्षौँ खायो हाम्रो। यस्तो एक्सपेरिमेन्ट्सहरू भयो हाम्रो वर्षौँ खायो। अबको एक्सपेरिमेन्ट्सहरूले फेरि हाम्रो समय नखाओस्। एउटा एक्सपेरिमेन्टमा यहाँनिर मैले देख्नुमा पाएँ कि सिक्किम विलयका साथीहरूले एउटा कुरामाथि धेरै एम्फसाइज गरिराख्नु भएको छ। त्यो कुरा हो आर्टिकल 371F को H ले दार्जिलिङ एउटा सिक्किमको प्रपर्टी हो र यो सिक्किमभित्र नै पस्नुपर्छ र यो नै संवैधानिक हाम्रो अधिकार हो भन्ने कुरामाथि जोड गरिराख्नु हामीले देखिरहेका छौँ। आर्टिकल 371F को H को अन्तर्गतै हामीले चाहिँ सिक्किम मर्जरभित्र पस्छौँ भनेर उहाँहरूले कुरालाई भनिरहेको छौँ र यो कुरामाथि मैले हेरेँ, चिन्तन गरेँ, मनन गरेँ। त्यसै कारण यो तपाईँहरूलाई कसैलाई मैले ठेस पुर्याउनलाई भनेको होइन। तर यसमा एउटा कुरा बुझ्नुपर्छ, हामीले इन्टरप्रिटेसन गर्ने अधिकार कसलाई छ संविधानमा? मैले आजको दिनमा जे इन्टरप्रिट गर्दा पनि हुन्छ। आर्टिकल 371F को H लाई मैले अगर इन्टरप्रिट गर्नु भने मैले भनौँला कि यो आर्टिकल 371F को H जुन चाहिँ छ हौ त्यो चाहिँ जुन चाहिँ राजाको जुन चाहिँ प्रकारको प्रपर्टिजहरू बाहिर थियो त्यो प्रपर्टिजहरूको कुरा चाहिँ आर्टिकल 371F को H ले गरेको होला। यो मेरो इन्टरप्रिटेसन हो, तर मेरो इन्टरप्रिटेसन पनि काम लाग्दैन। त्यसैले आर्टिकल 371F को H को जुन चाहिँ दार्जिलिङ चाहिँ त्यस्तो प्रपर्टी हो फर्किनुपर्छ भन्ने पनि त्यो पनि अरू कसैको इन्टरप्रिटेसन हो, त्यो पनि काम लाग्दैन। संविधानले चाहिँ के भन्छ त्यो इन्टरप्रिटेसन गर्ने अधिकार कसकोमा छ त्यो बुझ्नु। इन्टरप्रिटेसन संविधानको लागि विश्लेषण, संविधानको कुनै पनि आर्टिकललाई यदि तपाईँले इन्टरप्रिट गर्नुहुन्छ, संविधानको कुनै पनि आर्टिकलमाथि तपाईँको इन्टरप्रिटेसन चाहिँ राइट हो भनेर भन्नु हो भने चाहिँ त्यो राइट हो भने त्यो जुन चाहिँ इन्टरप्रिटेसन गर्ने अधिकार क्षमता चाहिँ सुप्रिम कोर्टको मिनिमम 5 बेन्च जजेसलाई मात्र छ। सुप्रिम कोर्टको मिनिमम 5 बेन्च जजेसले चाहिँ भन्नु पऱ्यो कि दार्जिलिङको जुन चाहिँ प्रपर्टी जुन चाहिँ सिक्किमको आर्टिकल 371F को H मा जुन चाहिँ प्रपर्टीको कुरा गरेको छ राइट हो, यो चाहिँ दार्जिलिङ हो भनेर चाहिँ कसले भन्नु पर्यो इन्टरप्रिटेसनमा? मिनिमम 5 बेन्च जजेस सुप्रिम कोर्टले भन्नु पर्यो हैन। आज हामीले यो न्यारेटिभलाई लिएर हिँडौँला सिक्किमको एकीकरणमा हामीले यो भनेको हो भनेर 10 वर्ष बादमा जति बेला सुप्रिम कोर्टले 5 बेन्च जजेसले भन्थ्यो अरे यो त जुन चाहिँ तपाईँहरूले भन्नु भएको कुरा छ प्रेसिडेन्टले भोलिको दिनमा गएर सुप्रिम कोर्टलाई यसको निर्देश दिएर गर्यो भने त्यति बेला भन्यो अरे यो जुन चाहिँ भनेको कुरा छ दार्जिलिङ होइन भन्यो भने हाम्रो 10 वर्ष खेर भयो कि भएन? फेरि हामी 10 वर्ष एक्सपेरिमेन्ट गर्नु? प्रश्न यो हो। त्यो 10 वर्षको एक्सपेरिमेन्ट जति बेला गर्छौँ समय धेरै लामो गइसकेको हुन्छ र त्यति बेला हामी धेरै टाढा पुगिसकेको हुन्छौँ र हाम्रो पोलिटिकल जुन चाहिँ प्रकारको सिनेरियो हुन्छ सबै चेन्ज भइसकेको हुन्छ। त्यसै कारण जस साथीहरूले 371F ले सिक्किम मर्जर दार्जिलिङको एकदमै संवैधानिक माग हो भनेर भन्दैछ भने पहिला उहाँहरूलाई म रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरूले सुप्रिम कोर्टतर्फ तपाईँहरूको पहिला तपाईँहरूले यो विषयलाई लगेर जानुहोस्। सुप्रिम कोर्टले यसको विषयमा यस 5 बेन्च जजेसले भन्यो दार्जिलिङ चाहिँ पार्ट हो, प्रपर्टीको पार्ट हो भन्यो भने हामी पनि तपाईँहरूलाई साथ दिएर अगाडि बढ्नेछौँ। त्यति बेला तपाईँहरूको जुन चाहिँ आन्दोलन छ त्यसले साँच्चै एउटा मार्गदर्शन हामीलाई दिनेछ भन्ने भन्न चाहन्छु। अर्को कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि इम्पोर्टेन्ट कुरा हामीले बुद्धिजीवी
सरहरूको धेरैवटा कुराहरू सुनिरहेको छौँ यो विषयमा लिएर पनि। आर्टिकल 371F बिना नै हामीलाई त्यो दिनु पर्दैन, हामी सिक्किमभित्र अन्तर्भुक्त हुन्छौँ। तपाईँहरूले हामीलाई आर्टिकल 371F दिनु परेन, हामीलाई यतिकै राख्नुहोस्, के सम्भव छ? संविधानमा आर्टिकल 371F को जुन चाहिँ लेजिस्लेटिभ पावर जुन चाहिँ छ त्यो 371F ले भनेको छ नि त, F ले भनेको छ। अन्त तपाईँ जब हामी दार्जिलिङ त्यहाँबाट टोक्छौँ भने त्यो F को F नै काम लागेन तपाईँको। हाम्रो इलेक्ट्रो जुन चाहिँ लेजिस्लेसन छ कहाँ जाने हामी? त्यो मात्रै नभएर तपाईँको हाइकोर्ट जुन चाहिँ H ले भन्छ, हाइकोर्ट पनि त तपाईँको रहँदैन, त्यो फेरि कसले गर्ने? अनि यो विषयहरू मैले तपाईँहरूलाई भनेको कारण के हो भन्दाखेरि हाम्रो स्पेसल स्टेटस जुन चाहिँ छ त्यो चाहिँ सेड्युल डिस्ट्रिक्ट हो पहिला, पार्सियली एक्सक्लुडेड एरिया हो पहिला। त्यसको बादमा अब आउने स्पेसल स्टेटस चाहिँ मात्र एउटा हो अलग राज्य गोर्खाल्यान्ड। त्यसै कारण म तपाईँहरूलाई यो भन्न चाहन्छु आउने दिनहरूमा हामी जति पनि यहाँ आज गोर्खाल्यान्डको नीति भनेर तपाईँहरू आउनु भएको छ, जसले पनि आफ्नो जसले पनि शहीदलाई सम्झेर यो आन्दोलनलाई अगाडि बढाएर आउनु भइरहेको छ। हामीले इतिहास हेरौँ भने सबभन्दा बेसी हामी बसेको भनेको ब्रिटिस कार्यकालभित्र बसेका छौँ। ब्रिटिस कार्यकालभित्र बस्दाखेरि हामीले स्पेसल स्टेटस पाएरै बसेको थियौँ र छोड्दाखेरि पनि हामीले स्पेसल स्टेटस पाएर नै छोडेको छौँ। यसको बादमा भारतको डोमिनेन्ट, जब इन्डियाको डोमिनेन्टभित्र हामी पस्यौँ त्यति बेला हामीलाई चाहिँ के गरिएको छ, हेला र अवहेलना भएको छ। त्यसको निम्ति चाहिँ हामीले फाइट गर्नुपर्छ र त्यो फाइट चाहिँ आर्टिकल 3 ले दिन्छ र त्यसको निम्ति चाहिँ अलग राज्य गोर्खाल्यान्ड बाहेक अर्को कुनै पनि त्यस्तो खालके एउटा ठुलो बढेको कुनै सम्पूर्ण गोर्खावासीलाई नै एउटा छाडी दिने एउटा छाता जस्तो हुने जग्गा भनेको चाहिँ दार्जिलिङ, कालिम्पोङ र जतिवटा पनि छोडेको मौजाहरू छ यसलाई लिएर बनिएको जुन चाहिँ एउटा मानचित्र अलग राज्य गोर्खाल्यान्ड मात्र हो भनेर म तपाईँहरूलाई बिदा दिन चाहन्छु। धेरै धेरै धन्यवाद।